क्याशको मुभमेन्ट मेजर गर्नको लागि तयार पारिने स्टेटमेन्टलाई नै हामीहरू क्याश फ्लो स्टेटमेन्ट भन्छौं। उखुको जुस त पिएकै होला सबैले। मेरो सवाल, उखुको जुस कसरी बन्छ भन्ने त नगदमा बेच्नु पर्यो नभए उधारमा बेच्नु पर्यो हो भन्दाखेरि सेल्स हुने होला, त्यसैगरी डेप्टर हुने होला। सेल भन्नाले हामीहरू नेट सेल्सलाई बुझ्छौं। और नेट सेल्स कसरी निकाल्ने भन्दा डेप्टर अन्तर्गत हामीहरू बिल्स रिसिएबललाई पनि लिन सक्छौं, नोट रिसिएबललाई पनि लिन सक्छौं, अकाउन्ट रिसिएबललाई पनि। बिजनेसले जुन पार्टीसँग सामान किन्छ हो त्यो पार्टीलाई चाहिने हामीहरू सप्लायर भन्छौं। कि त नगदमा किन्छ नत्र भने उधारोमा किन्छ। बाँकी पैसालाई चाहिँ हामीहरू के भन्छौं? क्रेडिटर भन्छौं। क्लियर छ कुरा? बिजनेसले क्याश कसलाई तिर्दा छ? इम्प्लोइलाई। भन्नुको मतलब इम्प्लोइ रिलेटेड अब केही खर्चहरू आउने भयो। यिनीहरूलाई कुनै अन्य सुविधा दिएको छौं भने हो त्यो पनि यही स्यालेरी, वेजेस अथवा रेमुनेसन अन्तर्गत पर्छ। वेजेस पनि हुन सक्छ, चाहे एडभान्स वेजेस पनि हुन सक्छ। इन्ट्रेस्ट पेड भन्नाले इन्ट्रेस्टसँग रिलेटेड केही एक्सपेन्सेस अथवा एसेट्स छ भने ट्याक्स पेडसँग रिलेटेड के पोइन्टहरू होला त त्यो पनि बुझौँ। त यहाँ फर्स्ट पोइन्ट ट्याक्स भनेको के? यो भनेको करेन्ट लाइबिलिटी हो। पर एक्स्ट्रा ऑर्डिनरी आइटम। अब यो एक्स्ट्रा ऑर्डिनरी आइटम अन्तर्गत हामीहरू के राख्छौं त भन्दाखेरि जस्तै बैंक ओभरड्राफ्ट, सर्ट टर्म बैंक लोन, नोट पेएबल। कुनै पनि बिजनेसमा क्याशको इम्पोर्टेन्ट रोल हुने भएकोले क्याशको मुभमेन्ट मेजर गर्नको लागि तयार पारिने स्टेटमेन्टलाई नै हामीहरू क्याश फ्लो स्टेटमेन्ट भन्छौं। मुभमेन्ट भन्नाले यहाँ हामीहरूले क्याश इनफ्लो र क्याश आउटफ्लो भन्ने बुझ्नुपर्छ। उखुको जुस त पिएकै होला सबैले। मेरो सवाल, उखुको जुस कसरी बन्छ भन्नाले उखुलाई एउटा मेसिनको सहायता लिएर त्यसलाई निचोडिकन त्यसको रस निकालिन्छ। ठीक त्यसै गरी बिजनेसमा हुने विभिन्न किसिमको क्रियाकलापहरू हुन्छ, ट्रान्जेक्सनहरू जसलाई हामीहरू भन्छौं। हो त्यो ट्रान्जेक्सनहरूबाट निचोडेर हामीहरू क्याश निकाल्छौं। हो यही कन्सेप्टको आधारमा क्याश फ्लो स्टेटमेन्ट भनेको। यहाँ हामीहरूले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि बिजनेसमा भएको ट्रान्जेक्सन र क्याशको बीचमा कस्तो रिलेसन छ त त्यो बुझ्नुपर्ने कुरा हो। यहाँ भन्दाखेरि एसेस, एक्सपेन्स र लसेससँग क्याशको इनडाइरेक्ट रिलेसन छ। ठीक त्यसै गरी लायबिलिटी, क्यापिटल, इन्कम र गेनसँग क्याशको डाइरेक्ट रिलेसन छ। क्याश फ्लो बनाउने हामीसँग दुईटा मेथड छ, एउटा डाइरेक्ट मेथड, अर्को इनडाइरेक्ट मेथड। डाइरेक्ट मेथडमा हामीहरू स्टार्टिङ सेल्सबाट गर्छौं भने इनडाइरेक्ट मेथडमा हामीहरू स्टार्ट नेट प्रॉफिटबाट गर्छौं। क्लियर छ कुरा? अब यहाँ डाइरेक्ट र इनडाइरेक्ट मेथडले असर पार्ने भनेको कसलाई असर पार्छ भन्दाखेरि अपरेटिङलाई मात्रै असर पार्छ। यो इन्भेस्टिङ र फाइनान्सिङलाई यसले असर पार्दैन। भन्नुको मतलब इन्भेस्टिङ र फाइनान्सिङ एक्टिभिटिज डाइरेक्टमा र इनडाइरेक्टमा सेमै बन्छ। त भनेपछि फरक मात्रै के बन्ने भयो? अपरेटिङ मात्रै बन्ने भयो। डाइरेक्टबाट अपरेटिङ अर्को बन्छ भने इनडाइरेक्टबाट अपरेटिङ अर्को बन्छ। क्लियर छ कुरा? क्याश फ्लो अन्तर्गत तीनवटा एक्टिभिटिजहरू पर्दछन्। जस्तै भनौं अपरेटिङ एक्टिभिटिज, इन्भेस्टिङ एक्टिभिटिज र फाइनान्सिङ एक्टिभिटिज। जसमध्ये हामीहरू अपरेटिङ एक्टिभिटिजको बारेमा बुझौं। अपरेटिङ एक्टिभिटिजमा के कुराहरू पर्दछ भन्दाखेरि अपरेटिङ एक्टिभिटी भनेको के हो पहिले त्यो बुझ्नु पर्यो हामीहरूले। अपरेटिङ एक्टिभिटी भन्नाले बिजनेसले डे टु डे रूपमा के कार्यहरू गर्दछ हो त्यो कार्यहरूलाई चाहिँ हामीहरूले के भनेर बुझ्ने? अपरेटिङ एक्टिभिटी भनेर बुझ्नु पर्यो। कुनै पनि बिजनेसले डे टु डे रूपमा जे क्रियाकलापहरू गर्दछ हो त्यो पोइन्टहरूलाई चाहिँ हामीहरू अपरेटिङ एक्टिभिटिज अन्तर्गत राख्दछौं। अब यस अन्तर्गत पर्ने केही पोइन्टहरू जस्तै क्याश कलेक्सन फ्रम कस्टमर, क्याश पेड टु सप्लायर, क्याश पेड टु वर्कर एन्ड अदर एक्सपेन्सेस, त्यसै गरी इन्ट्रेस्ट पेड, त्यसै गरी ट्याक्स पेड, त्यसै गरी इन्ट्रेस्ट और डिभिडेन्ड रिसिभ, त्यसै गरी एक्स्ट्रा ऑर्डिनरी आइटम। यति कुराहरू गरेर हामीहरू चाहिँ
क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज निकाल्छौं। अब हामीहरू क्याश कलेक्सन फ्रम कस्टमर यो पोइन्टको व्याख्या गरौँ है। कस्टमरलाई बिजनेसले के गर्छ भन्दाखेरि सामान बेच्छ हो। सामान बेच्दाखेरि बिजनेसले दुई किसिमले सामान बेच्न सक्छ, कि त नगदमा बेच्नु पर्यो नभए उधारोमा बेच्नु पर्यो हो। त उधारोमा बेच्छ भने बिजनेसले त पैसा लिनु पर्यो त्यो पार्टीसँग हो। त बिजनेसले उधारोमा सामान बेच्दाखेरि जुन पार्टीसँग पैसा लिनु पर्ने हुन्छ त्यसलाई हामीहरू डेब्टर भन्छौं। क्लियर छ कुरा? त भन्नाले यो भित्र पर्ने पोइन्ट के, कस्टमरसँग रिलेटेड पोइन्ट के त भन्दाखेरि सेल्स हुने होला, त्यसै गरी डेब्टर हुने होला। त भन्दाखेरि अब सामान बेच्छौं भने हामीहरू डिस्काउन्ट दिन्छौं पनि, डिस्काउन्ट अलाउड पनि त्यसैको पोइन्ट होला। त्यसै गरी अब उधारोमा सामान बेचेको छौं भने पैसा डुब्ने खतरा पनि हुन्छ, भन्नुको मतलब ब्याड डेब्ट पनि त्यसैको पोइन्ट हो। त्यसै गरी अब डुबेको पैसा कहिलेकाहीँ फिर्ता पनि आइजान सक्छ, भन्नुको मतलब ब्याड डेब्ट रिकभर्ड पनि त्यसैको पोइन्ट हो। त्यसै गरी अब हामीहरूले डेब्टरसँग केही प्रोभिजन अथवा डिस्काउन्टसँग केही प्रोभिजनहरू बनाएको छौं भने त्यो प्रोभिजनहरू पनि पर्ने भयो यहाँ, जस्तै प्रोभिजन फर डिस्काउन्ट, त्यसै गरी प्रोभिजन फर डाउटफुल डेब्ट। यहाँ सेल भन्नाले हामीहरू नेट सेल्सलाई बुझ्छौं। और नेट सेल्स कसरी निकाल्ने भन्दाखेरि क्याश सेल्स प्लस क्रेडिट सेल्स माइनस सेल्स रिटर्न गरेर हामीहरू नेट सेल्स निकाल्छौं। अब हामीहरूले क्याश कलेक्सन फ्रम कस्टमर यसभित्र परेको पोइन्टहरूलाई बुझौं। यहाँ सेल्स भनेको इन्कम हो, डेब्टर भनेको करेन्ट एसेट हो, डिस्काउन्ट अलाउड भनेको एक्सपेन्स हो, ब्याड डेब्ट भनेको एक्सपेन्स हो, प्रोभिजन फर डाउटफुल डेब्ट भनेको लायबिलिटी हो र प्रोभिजन फर डिस्काउन्ट अन डेब्टर भनेको पनि लायबिलिटी हो। यति कुरा बुझ्नु पर्यो। अब डेब्टर अन्तर्गत हामीहरू बिल्स रिसिएबललाई पनि लिन सक्छौं, नोट रिसिएबललाई पनि लिन सक्छौं, अकाउन्ट रिसिएबललाई पनि लिन सक्छौं है। अब यो हेरौं, अब त हामीहरूले त चिन्यौं सेल्स, पहिले सेल्स हेरौं। त सेल्स भनेको के हो, इन्कम हो। त इन्कम र क्याशको बीचमा कस्तो रिलेसन छ भन्दाखेरि डाइरेक्ट रिलेसन छ, सेल्सले पैसा बढाउने रहेछ। त्यसै गरी डेब्टर हेरौं। त डेब्टर भनेको के भने मैले करेन्ट एसेट हो। त करेन्ट एसेट र क्याशको बीचमा कस्तो रिलेसन छ भन्दाखेरि इनडाइरेक्ट रिलेसन छ। भन्नुको मतलब डेब्टर बढ्यो भने चाहिँ पैसा घट्ने रहेछ, डेब्टर घट्यो भने चाहिँ पैसा बढ्ने रहेछ। भन्नुको मतलब इनडाइरेक्ट रिलेसन केसँग भन्दाखेरि क्याशसँग। त्यसै गरी ब्याड डेब्ट हेरौं अथवा डिस्काउन्ट अलाउड हेरौं, यो दुईटै भनेको एक्सपेन्स हो। त एक्सपेन्ससँग पनि क्याशको कस्तो रिलेसन छ भन्दाखेरि इनडाइरेक्ट रिलेसन छ। भन्नुको मतलब एक्सपेन्स बढ्यो भने पैसा घट्ने हो, एक्सपेन्स घट्यो भने पैसा बढ्ने हो। त्यसै गरी अर्को छ प्रोभिजन। अब यहाँ पनि दुईटा प्रोभिजन छ, एउटा प्रोभिजन फर डिस्काउन्ट र अर्को प्रोभिजन फर ब्याड डेब्ट। यो प्रोभिजन भनेको लायबिलिटी हो। त लायबिलिटी र क्याशको कस्तो रिलेसन छ भन्दाखेरि डाइरेक्ट रिलेसन छ। भन्नुको मतलब लायबिलिटी बढ्यो भने पैसा पनि बढ्ने हो, लायबिलिटी घट्यो भने पैसा पनि घट्ने हो। क्लियर छ कुरा? अब हामीहरू क्याश पेड टु सप्लायर यसको बारेमा बुझौं। त भन्नुको मतलब बिजनेसले जुन पार्टीसँग सामान किन्छ हो त्यो पार्टीलाई चाहिँ नै हामीहरू सप्लायर भन्छौं। क्लियर छ कुरा? त भन्दाखेरि सप्लायरसँग बिजनेसले दुई किसिमले सामान किन्न सक्छ, कि त नगदमा किन्छ नत्र भने उधारोमा किन्छ हो। त भन्नुको मतलब अब बिजनेसले उधारोमा सामान किन्छ भने त्यो सप्लायरलाई पैसा तिर्न बाँकी छ कि छैन, बाँकी छ हो। त त्यो तिर्न बाँकी पैसालाई चाहिँ हामीहरू के भन्छौं, क्रेडिटर भन्छौं। क्लियर छ कुरा? त क्रेडिटरलाई हामीहरू बिल्स पेबल पनि भन्न सक्छौं, क्रेडिटरलाई हामीहरू अकाउन्ट पेबल पनि भन्न सक्छौं, नोट पेबल पनि भन्न सक्छौं। क्लियर छ कुरा? त्यसपछि यस अन्तर्गत पर्ने पोइन्टहरू। त फर्स्ट पोइन्ट हाम्रो सीओजीएस पर्छ। त सीओजीएस भनेको के हो, कस्ट अफ गुड्स सोल्ड। नर्मली क्वेसनमा दिएकै हुन्छ, नदियो भने चाहिँ के गर्ने भन्दाखेरि ओपनिङ स्टक अफ र मेटेरियल प्लस पर्चेज माइनस क्लोजिङ स्टक गरे भने हाम्रो सीओजीएस को क्याल्कुलेसन हुन्छ। क्लियर छ कुरा? त अब यहाँ हेरौं, फर्स्ट पोइन्ट हाम्रो सीओजीएस भयो, सेकेन्ड पोइन्ट हाम्रो क्रेडिटर भयो, थर्ड पोइन्ट भनेको हाम्रो इन्भेन्ट्री भयो र लास्ट पोइन्ट भनेको डिस्काउन्ट रिसिभ भयो। अब म बिजनेस सामान किन्न जान्छ भने बिजनेसले थोरै डिस्काउन्ट दिने हो, बिजनेसले डिस्काउन्ट रिसिभ गर्ने हो, किन्दाखेरि त डिस्काउन्ट पाउँछ, बेच्दाखेरि पो डिस्काउन्ट दिने हो। क्लियर छ कुरा? त भन्दाखेरि अब यहाँ पर्यो जम्मा 4 किसिमको कुराहरू। त
त सीओजीएस पहिले यो बुझौं यो के हो सीओजीएस। त सीओजीएस लाई हामीहरु एक्सपेन्स पनि भन्न सक्छौं, यसलाई हामीहरु एसिस्ट पनि भन्न सक्छौं। त एसिस्ट सँग क्याशको कस्तो रिलेसन छ अथवा एक्सपेन्स सँग क्याशको कस्तो रिलेसन छ भन्दाखेरि इनडाइरेक्ट रिलेसन छ। भन्नुको मतलब सीओजीएस बढ्यो भने क्याश घट्छ, सीओजीएस घट्यो भने क्याश बढ्छ। अब क्याश फ्लोको क्वेशनमा नर्मली सीओजीएस त बढेकै हुन्छ, क्लियर छ कुरा। त्यसैगरी अर्को पोइन्ट हेरौं क्रेडिटर। त क्रेडिटर भनेको के हो भन्दाखेरि यो हाम्रो लायबिलिटी हो। त लायबिलिटी बढ्यो, लायबिलिटी र क्याशको बीचमा कस्तो रिलेसन छ भन्दाखेरि डाइरेक्ट रिलेसन छ। भन्नुको मतलब लायबिलिटी बढ्यो भने क्याश पनि बढ्छ, लायबिलिटी घट्यो भने क्याश पनि घट्छ, क्लियर छ कुरा। त्यसैगरी अर्को पोइन्ट छ इन्भेन्ट्री। इन्भेन्ट्री भनौं अथवा स्टक भनौं, यो भनेको के हो त यो भनेको करेन्ट एसिस्ट। के हो करेन्ट एसिस्ट। त एसिस्ट र क्याशको बीचमा कस्तो रिलेसन छ भन्दाखेरि इनडाइरेक्ट रिलेसन छ। इनडाइरेक्ट भन्नुको मतलब एसिस्ट बढ्यो भने क्याश घट्ने भयो, एसिस्ट घट्यो भने क्याश बढ्ने भयो, क्लियर छ कुरा। त्यसैगरी लास्ट पोइन्ट के छ भन्दाखेरि डिस्काउन्ट रिसिभ। अब यहाँ डिस्काउन्ट रिसिभ भनेर के बुझिरहेछौं हामीहरु इन्कम हो भाइ, सिम्पल। त इन्कम बढिरहेछ, इन्कम बढ्यो भने क्याश पनि बढ्ने भयो, क्लियर छ कुरा। क्याश पेड टु इम्प्लोइ। अब हामीहरु यसको बारेमा बुझौं। त भन्दाखेरि हामीले क्याश कसलाई तिरिरहेछ, बिजनेसले क्याश कसलाई तिरिरहेछ इम्प्लोइलाई। भन्नुको मतलब इम्प्लोइ रिलेटेड अब केही खर्चहरु आउने भयो। त इम्प्लोइसँग रिलेटेड के खर्च होला त भन्दाखेरि फ्याक्ट्रीसँग रिलेटेड हो भने वेजेज आउँछ, अफिस अथवा सेलिङसँग रिलेटेड हो भने स्यालेरी आउँछ हो, र म्यानेजरसँग रिलेटेड हो भने रेमुनेसन आउँछ। भन्नुको मतलब 3 किसिमको खर्च आउने भयो हो। प्लस अब यो स्टाफ भनौं चाहे वर्कर भनौं चाहे म्यानेजर भनौं, यिनीहरुलाई कुनै अन्य सुविधा दिएको छौं भने हो त्यो पनि यही स्यालेरी वेजेस अथवा रेमुनेसन अन्तर्गत पर्छ, क्लियर छ कुरा। अब यसमा योसँग रिलेटेड पोइन्ट के होला त, जस्तै एउटा मैले फ्याक्ट्रीसँग रिलेटेड पोइन्ट लिएँ वेजेस। त वेजेसमा अरु के होला त भन्दाखेरि आउटस्ट्यान्डिङ वेजेस पनि हुन सक्छ, चाहे एडभान्स वेजेस पनि हुन सक्छ है। त यहाँ फर्स्ट पोइन्ट मैले भने वेजेस। त वेजेस भनेको के हो त वेजेस भनेको एक्सपेन्स हो। त एक्सपेन्स र क्याशको बीचमा कस्तो रिलेसन छ भन्दाखेरि इनडाइरेक्ट रिलेसन छ हो। त्यसैगरी अर्को पोइन्ट मैले भने आउटस्ट्यान्डिङ वेजेस। आउटस्ट्यान्डिङ वेजेस भनेको के हो भन्दाखेरि यो त हाम्रो करेन्ट लायबिलिटी हो। त लायबिलिटी र क्याशसँग कस्तो रिलेसन छ भन्दाखेरि डाइरेक्ट रिलेसन छ, ठीक छ। त्यसैगरी अर्को पोइन्ट मैले भने एडभान्स वेजेस अथवा प्रिपेड वेजेस। यो के हो यो भनेको करेन्ट एसिस्ट हो। त करेन्ट एसिस्ट र क्याशको बीचमा कस्तो रिलेसन छ त्यो बुझ्न अति आवश्यक छ, क्लियर छ कुरा। र अरु केही अपरेटिङ एक्टिभिटिजहरु छन् भने त्यसलाई पनि राख्छौं, क्लियर छ कुरा। त्यसपछि अर्को पोइन्ट इन्ट्रेस्ट पेड। अब यहाँ इन्ट्रेस्ट पेड भन्नाले इन्ट्रेस्टसँग रिलेटेड केही एक्सपेन्सेस अथवा एसिस्ट छ भने त्यसलाई पनि हामीहरु शो गर्छौं। त इन्ट्रेस्टसँग रिलेटेड के छ त भन्दाखेरि इन्ट्रेस्ट एक्सपेन्स होला, आउटस्ट्यान्डिङ इन्ट्रेस्ट होला, चाहे एडभान्स इन्ट्रेस्ट होला, क्लियर छ कुरा। जहाँ इन्ट्रेस्ट भनेको एक्सपेन्स हो र आउटस्ट्यान्डिङ एक्सपेन्स भनेको लायबिलिटी हो र त्यसैगरी एडभान्स इन्ट्रेस्ट भनेको करेन्ट एसिस्ट हो। अब यसमा क्याशसँग यिनीहरुको के कस्तो रिलेसन छ। त्यसैगरी अर्को पोइन्ट छ ट्याक्स पेड। त ट्याक्स पेडसँग रिलेटेड के पोइन्टहरु होला त त्यो पनि बुझौं। त यहाँ फर्स्ट पोइन्ट ट्याक्स एक्सपेन्स होला, सेकेन्ड आउटस्ट्यान्डिङ ट्याक्स होला, चाहे प्रोभिजन फर ट्याक्स पनि भन्छौं त्यसलाई, र अर्को पोइन्ट भनेको एडभान्स ट्याक्स होला अथवा प्रिपेड ट्याक्स पनि भन्छौं त्यसलाई। भन्नुको मतलब 3 वटा पोइन्ट आउने हो। र ट्याक्स एक्सपेन्स भनेको के हो त एक्सपेन्सले त एक्सपेन्स जनाइ नै रहेछ। एक्सपेन्ससँग क्याशको रिलेसन कस्तो छ इनडाइरेक्ट। भन्नुको मतलब एक्सपेन्स बढ्यो भने क्याश घट्छ, एक्सपेन्स घट्यो भने क्याश बढ्ने, क्लियर छ कुरा। त्यसैगरी अर्को पोइन्ट के छ भन्दाखेरि आउटस्ट्यान्डिङ ट्याक्स। त आउटस्ट्यान्डिङ ट्याक्स भनौं अथवा प्रोभिजन फर ट्याक्स भनौं, यो भनेको के यो भनेको करेन्ट लायबिलिटी हो। करेन्ट लायबिलिटी हो भने करेन्ट लायबिलिटी र क्याशको बीचमा कस्तो रिलेसन छ भन्दाखेरि डाइरेक्ट रिलेसन छ हो। भन्नुको मतलब आउटस्ट्यान्डिङ ट्याक्स अथवा प्रोभिजन फर ट्याक्स इन्क्रिज भयो भने क्याश पनि इन्क्रिज हुने हो, आउटस्ट्यान्डिङ ट्याक्स अथवा प्रोभिजन फर ट्याक्स डिक्रिज भयो भने क्याश पनि हाम्रो डिक्रिज हुने हो, क्लियर छ कुरा। र त्यसैगरी अर्को छ प्रिपेड अथवा एडभान्स ट्याक्स। त यो भनेको के त भन्दाखेरि प्रिपेड अथवा एडभान्स ट्याक्स भनेको करेन्ट एसिस्ट हो।
करेन्ट एसेट्स र क्याशको बीचमा कस्तो रिलेसन छ भन्दाखेरि इनडाइरेक्ट रिलेसन छ। भन्नुको मतलब करेन्ट एसेट्स बढ्यो भने क्याश घट्छ, करेन्ट एसेट्स घट्यो भने क्याश बढ्छ। क्लियर छ कुरा? इन्ट्रेस्ट अथवा डिभिडेन्ड रिसिभ हो। अब यो नर्मल बेसमा त हुँदैन, कहिले काहीँ रिसिभ हुने इन्कम हो यिनीहरू। त यसमा पनि के होला त भन्दाखेरि इन्ट्रेस्ट रिसिभ भयो, डिभिडेन्ड रिसिभ भयो। त रिसिभ भनेर भनिरहेछ, त रिसिभले के जनायो? रिसिभले इन्कम जनायो हो। त इन्कम र क्याशसँग कस्तो रिलेसन छ भन्दाखेरि डाइरेक्ट रिलेसन छ। इन्कम बढ्यो भने क्याश पनि बढ्ने हो, इन्कम घट्यो भने क्याश पनि घट्ने हो। क्लियर छ कुरा? र त्यसै गरी अर्को पोइन्ट छ एक्स्ट्रा ऑर्डिनरी आइटम। अब यो एक्स्ट्रा ऑर्डिनरी आइटम अन्तर्गत हामीहरू के राख्छौं त भन्दाखेरि जस्तै बैंक ओभरड्राफ्ट, सर्ट टर्म बैंक लोन, नोट पेएबल, अकाउन्ट पेएबल, यो सब पोइन्टहरू पर्छ जुन चाहिँ सर्ट पिरियडमा बिजनेसले तिर्नु पर्ने हुन्छ। त्यस्तो खर्चहरू, त्यस्तो ट्रान्जेक्सनहरू मात्रै पर्ने गर्दछ। क्लियर छ ब्रे? जसमा बैंक ओभरड्राफ्ट भनेको के हो भन्दाखेरि लाइबिलिटी हो। त लाइबिलिटी र क्याशको बीचमा कस्तो रिलेसन छ? डाइरेक्ट। ठीक छ। अर्को भने मैले नोट पेएबल। त नोट पेएबल र नोट पेएबल भनेको के हो? त नोट पेएबल भनेको लाइबिलिटी हो भाइ, यो पनि। त्यसै गरी अर्को छ सर्ट टर्म बैंक लोन। त सर्ट टर्म बैंक लोन भनेको के हो? यो भने पनि लाइबिलिटी हो। क्लियर छ कुरा? त लाइबिलिटी र क्याशको बीचमा कस्तो रिलेसन छ? लाइबिलिटी र क्याशको बीचमा डाइरेक्ट रिलेसन छ। भन्नुको मतलब लाइबिलिटी हाम्रो बढ्यो भने क्याश पनि बढ्ने हो, लाइबिलिटी हाम्रो घट्यो भने क्याश पनि हाम्रो घट्ने हो।